एभ्रिवान आज चाहिँ हाम्रो दोकानमा लाई चाहिँ हाम्रो धरारा भन्दा ठुलो आइसकेको छ। अब हामी दिउँसोको 3 बजिसक्यो, अहिलेसम्म झार्न थालेको छैन। अब अङ्कलहरूले झ्याम्का झ्याम राति 12-1 बजेसम्म झार्नुहुन्छ। अब ल हाम्रो गोदाम चाहिँ चिडिक्कै देखिएको रहेछ। आज चाहिँ के भएर उजेलो पो देखियो त, अस्ति त अँधेरो देखिन्थ्यो। ल सबै अङ्कलहरू झार्ने हो आज, अङ्कलहरूले सब झार्नुहुन्छ। Oh my god! अब त गर्मी लाग्यो त हौ, चिया खानु हुँदैन। ए सुगर मात्रै लाग्छ। यति राति भइसक्यो, हेर्नुहोस् आज अझै 1 घन्टा जति लाग्छ हामीलाई झार्न। अङ्कलहरूलाई त झन् भोकै लागिसक्यो अरे। कस्तो महसुस हुँदैछ भनिदिनु। हल्का हल्का मात्रै हुँदैछ। आज चाहिँ आधा रात नै हुने पर्यो गाइज, हेर्नु होला। हामी प्रत्यक्ष प्रसारणमा छौँ। अझै 2 छल्ली छ बाँकी, टस बाली निकाल्नु पर्दै। सबैजनाले यहाँ चिया खान थाल्नुभयो। चिया खाने टाइम भयो अब हाम्रो। रात परिसक्यो, चिया खाँदै काम गर्नुपर्ने हुन्छ नि त।
अँधेरो मात्रै देखिँदो रहेछ के छ बुद्धि अङ्कल तपाईँहरू त हो नि अनि बुढी तातो अहिले आएको होइन आफै डाइलेक्ट हान्नु छ ल चिया चिया खाएर फेरि स्टार्ट भइसक्यो प्लाइ बोक्न चाहिँ यहाँ ए 3 पो रहेछ माकुमा त 4 पो भन्दै थियो यहाँ रहेछ कम्ता गाह्रो छ मलाई यो कतिवटा ल हेर्न सक्नुहुन्छ हाम्रो प्लाईको थक्की र अब हाम्रो लास्ट हुन सक्छ यो अब धेर छैन अब 2-3 ताल बोकेपछि सकिन्छ 7:30 भइसक्यो हेर्नुहोस् गाइस यस्तै प्लाई झर्छ कस्तो हुँदैछ बुद्धि अङ्कल ठिकै छौँ ल हाम्रो लास्ट हाम्रो अङ्कलले यही ल्याउनु भएको सक्यो है अब चाहिँ सक्यो म चाहिँ यो अब गन्छु यो थक्कीलाई अरू चाहिँ हामीले गन्दै गरिसकेको अब यो थक्कीलाई चाहिँ गर्नुपर्ने हुन्छ कहाँदेखि छ हौ 1 2 3 4 5 6 7 8 9 ल फाइनली गाइज हामीले चाहिँ प्लाई झारेर पनि गनिसक्यो थ्याङ्क यू फर वाचिङ माई भिडियो र आजको मेरो भ्लग चाहिँ यतिमै टुङ्गाउन चाहे है त मेरो भिडियो हेरेर इन्जोय गर्नुभयो होला र हेर्नु सबैजना अब घरतिर जाने तर्खरमा हुनुहुन्छ ल बाई बाई भोलिको भ्लगमा भेटौँला